चाहिँ फेरि पनि नमस्ते अनि वेलकम गर्न चाहन्छु। आज चाहिँ मेरो यो लङ टर्म पछि चाहिँ मेरो ब्लग है। म चाहिँ अनि नेपाल छोडेर चाहिँ विदेशी घुम्नु आइसकेको छु। त्यसैले गर्दा मैले चाहिँ भिडियोहरू बनाउन सकिरहेको थिइनँ, भ्लगहरू हाल्न सकिरहेको थिइनँ। अब चाहिँ म प्रयास गर्नेछु होइन, भ्लगहरू आउनेछ। अब चाहिँ मेरो सर्ट भ्लगहरू होइन कामले समय मैले चाहिँ भ्लगहरू चाहिँ बनाउने कोसिस गर्दैछु। सो गाइस म चाहिँ कुन समस्या भने म चाहिँ त्यो फोटोमा आइपुगिसकेको छु। सो गाइस मेरो बनाउने चाहिँ मेरो फर्स्ट भ्लग है। अनि म चाहिँ बसिरहेको छु होइन। अनि मैले तपाईँको गरेस भन्ने ठाउँमा यहाँको राजधानीको होइन त्यही भ्लगहरू देखाउनेछु। सो बाहिरबाट भित्रबाट होइन त्यो भइदिएछ चाहिँ यो बुकारेस्ट मल भन्छ होइन यसलाई चाहिँ। यहाँ चाहिँ हाम्रो चाहिँ सुन्तला के अरे स्याउ पनि फलेको छैन। स्याउले चाहिँ यहाँ चाहिँ मऱ्यो भन्दो रहेछ। अनि यो चाहिँ सानो सानो स्याउ छ। अनि यो चाहिँ एउटा यो मल होइन बुकारेस्ट मल। हाम्रो चाहिँ यहाँ चाहिँ फ्रेस खाना पाउँछ। र गाडीहरू चाहिँ एकदम राम्रो छ त्यो सिस्टमहरू चाहिँ ट्राफिकहरू हेरेर होइन एकदम मलाई चाहिँ बेस्ट लाग्यो यो। अनि एकदम बवाल छ यो त चोक छ होइन। सो यस्तै छ होइन। चाहिँ मलाई चाहिँ त्यसको स्वरूप भन्छ कि यहाँ चाहिँ होइन। मलाई त्यस्तो लाग्यो त्यसदेखि मलाई पनि त्यस्तो लाग्यो एकदम राम्रो छ त्यो ठाउँ चाहिँ एकदम सफा क्लिन होइन। म आएको त धेरै भएको छैन, 1 week जति भयो। फेरि मलाई चाहिँ एकदम राम्रो लाग्छ त्यो ठाउँ, मान्छे अनि वातावरणहरू, यहाँको जुन सरसफाइहरू होइन